हेलो गाइस, हामी चाहिँ म चाहिँ मेरो भाइलाई होमवर्क सिकाउँदै यहाँनिर तरकारी खानलाई बोडी केलाउँदै छु। मिठो तरकारी पकाउनु पर्ने हुन्छ। के सक्छ गरे चाहिँ यहाँ यो लाइनदेखि पर बाहिर नगरे त्यही त सिधा सिधा लेख। त्यसले लाइन कोर्दै छु त करिमै नभएको कुरा होस् पर्दैन होस् अब लेखिसकिस् त अहिले मेटाइदिन्छु लाइन। यता त लेख्न यता त यसलाई चाहिँ 30 लामो पेन्सिल पनि सानो भयो दिदी ठुलो चाहियो गरेर हुन्छ। तँलाई ठुलो पेन्सिल लेख थपकै त्यहाँ त्यसले त्यति लामो पेन्सिल त भन्दा लामो छ त्यो पेन्सिल नयाँ पो चाहियो अरे उसलाई। कहाँ देखिस् नयाँ पेन्सिल ह त्यो लाइन नछोडी लेख मारातिर मिस हात छिटो तलाई अहिले स्कुल जानु ढिलो भइसक्यो म त्यो करिमै नभएको तर छिटो सकाउनुलाई यति तल लेखेको यहाँ पो लेख्नु त बोली त बे हैन टी डब्लु भोलि पो लिनु भरे बेलुका लिनु जान्छ होला बेलुका बिहान ल्याउने अनि फेरि बेलुका पढ्न जाने बेहुली ल्याउँछ भोलि बेच बेमा नाच्ने हो मगर सुल्टीहरूसँग धान नाच्ने हो। बाजे मगरकोमै पहिला जाउँ क्या मगरकोमै पहिला जाउँ क्या के रे मगरकोमा पहिला जाउँ क्या हो ए जान जा लेख्दा लेख्दा पर लाग्छ लेख लेख त्यो छिटो लेख कति ज्ञानी छ मेरो भाइ माया गरिदेऊ नि त माया गर्दै माया माया छिटो गर्न माया तुमको भी लगता नहीं है कि दूर से कहीं जाता है। हेलो गाइस, म चाहिँ तरकारी बनाउनको लागि चाहिँ यहाँ टमाटरहरू तयार बनाउँदैछु बोडी। तपाईँहरूले आज के को तरकारी खानुभयो? मैले चाहिँ बोडी केलाएर सकेर प्याज खुर्सानी काटेर रेडी भइरहेको छु। अनि त्यसपछि म यो सब गरिसकेपछि प्याज र टमाटर रेडी भयो। गाउँघरमा यस्तै छ गाइसहरू के गर्नु हेर्नु हुन्छ म दिन्छु तिमीलाई नयाँ पेन्सिल गाउँघरमा यस्तै छ गाई भाँडाकुँडा धुने कालो कराईमा भात पकाउने तरकारी पकाउने हो खाने हो के छ र 2 दिनको जिन्दगीमा। तरकारी पकाउँछु मिठो मिठो खाना आउनुहोस् ल गाइसहरू। खोर्सानी त के हो नि डेन्जर पिरो होला त खान सक्दैन होला नहाल्दिन होला। कालो कराई
यो सामान चाहिँ रेडी भइसक्यो म तरकारी पकाउन लाग्छु मैले मेरो तरकारी खानुको लागि यहाँनिर सब्जी रेडी बनाइसकेको छु आगो फुकेर मैले यहाँनिर मेरो सानो कराई पनि बसिसकेको छु किनकि हामी आज धेरै छौँ न आज भाइ दिक्छ अनि बाजे हुनुहुन्छ अनि मामा हुनुहुन्छ आगो नै बल्दैन पानी पर्ने सिजन भएर होला गाइस आज चाहिँ बोडी अनि यो तरकारी खाने हो तपाईहरुले चाहिँ आज के तरकारी खानुभयो गाउँघरमा त यस्तै छ है सोल्टिनी प्यारीले मिठो तरकारी पकाउँछ भनेर नसोच्नु नि फेरि मलाई मिठो तरकारी पकाउनु आउँदैन त्यस खानु लायकको चाहिँ पकाउँछु सोल्टिनी प्यारीले तरकारी पकाएको हेर्नु सक्नुहुन्छ ल के पो छिरेको फ्राई हुँदै होला है थोरै बाह्र मसला हालिदिए त्यसपछि खोर्सानी हालिदिए किनकि यहाँ खोर्सानी धेरै पिरो खानुहुँदैन त्यही भएर थोरै खोर्सानी अनि त्यसपछि मैले प्याज हालेँ सोल्टिनी प्याजले तरकारी एकदम मिठो बनाइदिनुहुन्छ हेर्नु है त त्यस्तै हुन्छ गाउँघरमा त अब धेरै मसला हालिँदैन खानु खाने लायकको बनायो भने पेट अगायो भने हुन्छ सहरमा पनि त्यहाँ थरी थरीको पकाउनु आउँछ ए नयाँ इन्जिन गाडीमा मलाई भिडियो बनाउँदा कति अप्ठ्यारो भयो गाइस एकछिन बनाउनु लाइटको त बटेन रहेछ धेरै पछि गयो भने फेरि बेसर त बत्ती त हुन्छ मजा आउने भयो सोल्टिनी प्यारीले तरकारी पकाउँदै हुन्छ गाइस तरकारी त जस्तो नि पकाउन आउँछ कि तर मिठो र नमिठो अब कुनै मिठो हुन्छ कुनै नमिठो आउँछ के गर्नु मिठो हुन्छ नमिठो हुन्छ लास्टै भयो पानी पसिगयो थियो पानी पसेको थोरै उयो गरेर लाउनुपर्छ सोल्टिनी प्यारीकोमा त मासु छैन आज बोडी र उयो मात्रै छ त्यो पनि झन्डै डढी गएको छ मालका गएको छ त्यो बिजो त्यस्तै